मध्ये मैले मर्मत गर्न सिपालु मानिसको बारेमा भन्न गइरहेको छु। उसले सबैभन्दा पहिलो फुलदानी फुटेको देख्छ। त्यो फुलदानी एकदमै अमूल्य थियो। उसले त्यो फुलदानीको सबै टुक्रा जम्मा गरेर मर्मत गर्छ। उसले आफ्नो सुत्ने खाटको नजिकै राखेर सुत्छ। जब चिसा हावाको झोक्का झ्यालको भित्र आयो, उसले झ्याल फुटेको देख्छ। उसले त्यो झ्याल पनि मर्मत गर्छ। बिहान उसको कोठाभित्र सूर्यको किरण आएपछि उसले भित्ता चर्केको देख्छ। उसले त्यो भित्ता पनि चर्केको मर्मत गर्छ। ऊ दौडिएर घर बाहिर जान्छ र उसको घर पछाडिको ढोका भत्केको हुन्छ। उसले त्यो ढोका पनि मर्मत गर्छ। उसले अर्कोपछि अर्को गर्दै मर्मत गर्यो र पुरै देश उसले मर्मत गर्यो। केही समयपछि सबै भत्किन थाल्यो। ऊ त्यो भत्केको देशबाट बाहिर निस्किन सफल भयो। यो किताबले दिन खोजेको सन्देश हामीले केही काम गर्नुभन्दा अगाडि त्यसको ज्ञान लिएर गर्नुपर्छ। धन्यवाद। Thank you.